अन्ततः बालेन सरकारले भारतको रक्सोलमा रहेको नेपालको अर्बौंको जमिन प्रयोगमा ल्याउने भयो। रक्सोल काठमाडौँदेखि चाइनाको केरुङसम्म रेलमार्ग रकेटको गतिमा गर्ने तयारी। बालेन सरकारले भारतको रक्सोलमा नेपालको नाममा रहेको अर्बौं मूल्यको ऐतिहासिक जमिन फेला परेपछि त्यसलाई पुनः प्रयोगमा ल्याउने गरी सरकारले ऐतिहासिक कदम अघि सारेको छ। नेपालको सम्पत्ति जोगाउने, राष्ट्रिय स्वाभिमान उठाउने र विकासको गति बढाउने बालेन सरकार कुन स्पिडमा छ भन्ने कुरा यो निर्णयले स्पष्ट पारेको छ। रक्सोलको ऐतिहासिक नेपाली जमिन अब फेरि नेपालको पहिचान र गौरवको केन्द्र बन्ने भएको छ। यो नेपाल र नेपालीहरूको ऐतिहासिक जित हुनेछ। भारतको रक्सोलमा नेपालको अर्बौं मूल्यको जमिन रहेको तथ्य सहितको जानकारी पाउन साथ हाम्रो टिमले भारतमै पुगेर जग्गाको खोजी गरी नेपाल सरकारको नाममा रहेको 16 बिघा भन्दा बढी जग्गा फेला पारेका थियौं। उक्त जग्गामा पहिले नेपालको रेल स्टेशन समेत तथ्यहरू फेला पर्दै गए। जुन भिडियो तपाईँ दर्शकहरूले यति धेरै शेयर गरिदिनु भयो कि त्यो भिडियो बालेन सरकारसम्म पुग्न सफल भए। सोही जग्गाको सदुपयोग गर्ने गरी बालेन सरकारले रक्सोल काठमाडौँ र काठमाडौँ केरुङ रेलमार्ग सञ्चालन गर्ने गरी बजेटको नीति तथा कार्यक्रममै प्राथमिकतामा राखेको छ। यो हामी सारा नेपालीहरूको लागि निकै खुसीको खबर हो। वर्षौंदेखि ओझेलमा परेको नेपालको सम्पत्तिलाई जोगाउँदै बालेन सरकारले अब रक्सोल काठमाडौँ तथा काठमाडौँ केरुङ रेलमार्ग निर्माणलाई प्राथमिकतामा राखेको छ। केही समय अघि हाम्रो टिम भारतको रक्सोल पुगेर नेपाल सरकारको नाममा रहेको 16 बिघा भन्दा बढी जमिन फेला पार्न सफल भएको थियो। अनुसन्धानका क्रममा उक्त क्षेत्रमा पहिले नेपालको रेल स्टेशन समेत रहेको महत्त्वपूर्ण तथ्य बाहिर आएको थियो। नेपालको ऐतिहासिक सम्पत्तिमाथि गरिएको यो खुलासापछि तयार गरिएको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेको थियो। लाखौं नेपालीले भिडियो शेयर गरेपछि यो विषय अन्ततः सरकारसम्म पुगेको बताइएको छ। सोही ऐतिहासिक जमिनलाई सदुपयोग गर्ने गरी सरकारले अब रक्सोल काठमाडौँ र काठमाडौँ केरुङ रेलमार्ग सञ्चालन गर्ने योजना अघि सारेको छ। सोमबार संघीय संसदको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष 2083 र 84 को नीति तथा कार्यक्रममा रेलमार्ग निर्माणलाई प्राथमिकतामा राखिएको घोषणा गरिएको हो। सरकारको यो कदमलाई नेपालको हराउँदै गएको सम्पत्ति जोगाउने र राष्ट्रिय स्वाभिमान पुनः स्थापित गर्ने ऐतिहासिक निर्णयका रूपमा हेरिएको छ। लामो समयदेखि बेवारिसी जस्तै बनेको नेपालको जमिन अब पुनः नेपालको हितमा प्रयोग हुने निश्चित बनेको छ। केही हप्ता अघि उक्त नेपाली जमिन हडप्न भारतीय भूमाफियाहरूले नक्कली कागजपत्र तयार गरी जग्गा नापजाँच गर्न खोजेको घटना पनि बाहिर आएको थियो। तर स्थानीय बासिन्दाले यो नेपालको जमिन हो भन्दै ती माफियाहरूलाई त्यहाँबाट लखेटेका थिए। त्यहाँ बसोबास गर्ने भारतीय नागरिकहरूले समेत बालेन सरकारको निर्णयको स्वागत गरेका छन्। रेलमार्ग सञ्चालन भएपछि व्यापार, पर्यटन र आवागमनमा ठूलो परिवर्तन आउने विश्वास गरिएको छ।